होइन हौ साथीहरू, यो केटी चाहिँ को हो? सोसियल मिडियामा त सानो बौलिरहेको छ नि त। आमा, भाइरल हुनुको लागि यति साह्रो मेन्टल पागल बौलो कुकुरले टोकेको जतिको त हुनु पर्दैन त हौ। आफ्नो नयाँ नयाँ कन्टेन्टहरू बनाऊ होइन, राम्रो राम्रो बोल। के हो आमा, देशलाई सबै देशलाई औँला ठहराएर बोल्ने यो केटी चाहिँ को हो? हाम्रो जति पनि के त अब फेसबुक पल्टायो यसकै मात्रै अब भिडियो पनि हेरेर सुनेर अब होइन राम्रो बोलेको भए पनि त हेर्नु मनपर्छ, सुन्नु मनपर्छ। के हो देशको बदनाम एउटा देशलाई मात्रै होइन सारा देशलाई अम्ला ठहराएर बोलिरहेको छ। सोसियल मिडिया हो बहिनी, एकताल बोलेपछि बोले वापस फर्किँदैन, बुझिस? तँ होला मोदीको नुन खाएर यस्तो अरे, तँ होला दार्जिलिङबाट लगाड्यो भने नेपाल यस्तो अरे। हाम्रो किन उयो गर्छस्, चिन्ता गर्छस्? हामीलाई जहाँसुकैबाट लकटोस् कि जेसुकै गरोस् कि तँ आफ्नो चिन्ता गर्न। तँ कुन चाहिँ देशमा बसिरहेको छस् होइन अहिले? मुस्लिम कन्ट्रीमा त्यहाँको डोमिसाइल छ। तँलाई त्यहाँबाट लकट्यो भने कहाँ जान्छस्? नेपाल आउँछस्? नेपाली बोल्नु त जान्दैनस्? बोल्नु जान्ने भए त यस्तो बोल्थिनस् होला। न हिन्दी बोल्नु जान्दैछस्, न इङ्ग्लिस बोल्नु जान्दैछस् होइन? अब आफ्नो चिन्ता गर्न। हाम्रो दाजुभाइ दिदीबहिनीहरूले कति धेरै सम्झाइरहेछ तँलाई, तर पनि के हो भनेर बुझ्नु त होइन। अझै त्यो दाजुभाइ दिदीबहिनीको फोटोहरू स्क्रिनसट गरेर अगाडि राखी पो उफ्री भन्छ त। दुईटा हाम्रो यो देशहरू यस्तो मिलेर बसेको देशलाई बिचमा कन्ट्रोभर्सी नगर। यत्रो सालसम्म मिलेको देश